हेलो फ्रेन्ड्स, वेलकम टु माई भ्लग। आजको दिन चाहिँ एकदम विशेष छ। म चाहिँ आज मेरो स्पेसल मान्छेलाई लिन जाँदैछु। म चाहिँ अब घरबाट निस्केर एयरपोर्ट जाँदै थिएँ। हेर्नु न, मैले फुल लिएर आएको। यो सबै देखाएर म हिँड्दै एयरपोर्टतिर लागेँ। फर्स्टमा चाहिँ मलाई भेनालाई भेट्नु थियो, त्यसपछि म यहाँबाट भेनाको घरतिर जाँदैछु। यो चाहिँ मेरो फर्स्ट टाइम थियो कसैलाई एयरपोर्टमा लिन जानको लागि। म एक्साइटेड भएर हिँड्दै गइरहेको थिएँ। हेर्नु न, मैले झोलामा फुल हालेर लिएर गइरहेको थिएँ। अब म यताबाट चाहिँ लेफ्टतिर लागेर दिदीको घर जाँदैछु। दिदीको घर एकदमै नजिक छ। म चाहिँ यहाँ भेनालाई भेटेर लागेँ साथीहरू एयरपोर्टतिर। मुहा छेल हाल्दैछु। ल भो बाटोमा हेर्नु न, यहाँनिर अहिले तिमीले फोटो खिचेर लानु सक्छ नि त। अनि के झऱ्यो त टिप्ने हुँदैन। कहाँ फुल नहिलाउनलाई त टिप्नै हुँदैन क्या। त्यही त, अब के गर्नु। टिपिसक्यो किन फेरि अहिले पसल गएर कहिले किनेर ल्याउनु भनेर बिहानै लिएर गयो। कस्तो माया होला, के रे, कति धेरै माया होला क्या। आज ल अनि होइन, बिचरा भेनाले खाजै नखाई राजलाई लिएर जाँदै हुनुहुन्छ होइन। भोकै खाना खुवाइनु या तिमीले। म खुवाउँछु के, खुवाउँछु। अब अहिले भोक लागेर तिमीले कहिले भने म पेटो गाइस खुवाउनु त्यो त के काम त। Use the left two lanes to turn left onto the Ring Iostarud Route 101 ramp to Canala, Flyji Station. एक्कासी कस्तो झ्याप्प रोक्नुपर्छ है। हामी चाहिँ अहिले एयरपोर्ट जाँदैछौँ। अंडरग्राउंड अब ठ्याक्कै 11 मिनेट छ एयरपोर्ट पुग्नको लागि। पार्किङ राजपुरलाई लिन आएको, छोरीलाई के अरे भान्जर लिन आएको, प्रिन्सलाई लिन आएको। म त अचम्मै परेँ त। दुईचोटि आइसकेँ म। यही केही नानीकन सिधै आधी म हराइ पर्छु। यही त खोजेको मैले। अब चाहिँ भयो, डिपार्चर झन्नै हराएको है। हराएको होइन, रङ वेमा गयो। मान्छेले यहाँ पार्किङ गरेर बस्ने हो नि। ए हो, साली भेट्न जाँदैछ। म कस्तो आन्टीलाई दाइ त देख्दै देखेन लिनलाई। ए हो, म यहीँबाट आएको जस्तो लाग्यो। म चाहिँ एयरपोर्ट आइपुगेँ अहिले। अब लिन जाँदैछु यता। एक्जिट खोज्दैछु म चाहिँ। हेर्नुहोस् फुल। हेलो भेना, एकचोटि मेरो यत्तिकै भिडियो खिचिदिनु न। ल वेलकम है। थ्याङ्क यू भाइ। अनि खोइ त, अनि कन्ट्याक्ट छैन, केही छैन। होइन, मैले यहाँ तल आइसी मात्रै उ गरेको क्या, नेट कनेक्ट गरेँ। पहिला यो लगेज हेर्नु थालेँ क्या। ए ल ठिक छ। लगेज हेर्नु पऱ्यो नि त। मान्छेलाई भेटेर अब जाँदैछौँ हामी।
超市，那么到超市可以买点吗？छ车来了，但车在外面，那一块往外走啊。 कस्तो हल्ला आएर उडाइदियो किन कस्तो चलाएको थियो हो अस्ति हिजो दुईटामा आउने थियो त्यही पनि थाहा नै पाएन फोन गरौँला मोटे ब्लू ज्याकेट सिला ब्ल्याक सिला भने होइन मैले तिमीलाई ब्ल्याक ज्याकेट सिला भने होइन ब्ल्याक भेना किन हजुर साह्रै मुस्कान दिइरहनु भएको छ नि त फाइनली है मेरो रात चाहिँ आउनु भइसक्यो सुटकेस बुढाइरहनु भएको छ फिनल्यान्डमा अब हामी चाहिँ घर फर्केर जाँदैछौँ यस्तो अब पुरा मैला बनाउँछ नि यो वाला बनाउनु बाँधेर बनाउँछ यो म त भ्लग बनाइरहेको छु कि अन्त आऊ न यस्तो गाला गएर न भए पर्दैन गाला सल्लाह फाइनली हामी चाहिँ अब घर जाँदैछौँ मैले लगेको फुल मलाई फिर्ता आयो हेर्नुहोस् अनि त्यसपछि तनावमा बसेर तिमी म कस्तो रिस उठिसकेको थियो मलाई भिनाजु के अरे फोन गरेनन् 10 मिनेट पनि भएन म तर यहाँ ल्यान्ड गरेँ मैले भने नि त डोमेस्टिकमा त त्यो एकैछिनमा हुन्छ के धेरै टाइम लाग्दैन इन्टरनेसनलमा चाहिँ त्यो चेकिङ गर्छ है भिनाजु हामी चाहिँ अब घर फर्केर जाँदैछौँ खै बाबा मम्मी फाइनली घर आइपुग्यौँ अब हामी चाहिँ लगेज सार्दैछौँ भित्र अब चाहिँ लगेज सार्दैछु म भित्र यसलाई लैजान्छु